नमस्कार, म सेती चस्मा सेन्टर धनगढीबाट। आज हामी तपाईलाई चाहिँ ब्लूमा चाहिँ है चस्मा बनाउन गइरहेछौँ है। आज चाहिँ म चाहिँ सेतुपुल शाखामा छु। हाम्रो सेतुपुल शाखाको स्टोर चाहिँ यस्तो छ है। हजुरहरूले आधुनिक किसिमका चस्माहरू, नयाँ मोडलका चस्माहरू चाहियो भने हाम्रा सेती चस्मा सेन्टर सेतुपुल शाखामा पनि खोजे जस्तो रोजे जस्तो चस्माहरू पाइन्छ। एकचोटि सेवाको मौका अवश्य दिनु होला है। म चाहिँ आज चाहिँ यो आइकोनिक 1.6 ब्लू ब्लक एन्टी रे है ड्राइभिङले ब्लू भायोलेट लाइटको लागि बनेको। यो चाहिँ एकजना कस्टमरले चाहिँ मलाई चाहिँ यो फ्रेममा चाहिँ हाल्न लगाउनु भएको छ है। मैले चाहिँ यो फ्रेम चाहिँ एकदम राम्रो छ, जेन्युन पार्ट छ है। यदि हजुरहरूलाई पनि विभिन्न पावरको सिसाहरू चस्माहरू बनाउनु पर्यो भने सम्झिनु होला। यस्तो कोटिङ छ कि है, ब्लू कोटिङ छ। दिउँसोतिरको हिसाबले हेर्ने हो भने एकदम राम्रो देखिन्छ। त्यति ब्लू साइनिङ चाहिँ है तपाईको ब्लू भायोलेट लाइट चाहिँ त्यति खासै देखिरहेको छैन है। त्यहाँ आउनुभयो हाम्रो क्लिनिकमा, हामीले आँखा चेक गरेर हेर्दा -0.25 मा चाहिँ उहाँको चाहिँ 90 एक्सिसमा लाइट पास गर्दाखेरि दैनिक काम गर्दा जस्तै टाउको दुख्ने, आँखा दुख्ने है, मलाई असहज फिल भएको थियो। हामीले यो पावरको सिसा र यो लेन्स चाहिँ हामीले राख्न लगाउँदाखेरि उहाँलाई चाहिँ अघिल्लोचोटि चाहिँ एकदम कम्फर्ट लागेको थियो। अहिले हप्ता 10 दिनपछि फेरि अझ नयाँ चस्मा चाहियो, मलाई दुईटा चाहियो भनेर उहाँ आउनुभएको थियो है। अहिले चाहिँ हामी दोस्रो चस्मा उहाँलाई बनाइरहेछौँ। तपाईहरुलाई पनि आँखा सम्बन्धी कुनै समस्या छ भने हाम्रो सेती चस्मा सेन्टर धनगढी कैलालीमा भएका स्टोरहरू चाहिँ भिजिट गरेर सेवाको लाभ उठाउन सक्नुहुन्छ। हामीले चाहिँ उहाँको चाहिँ राइट आई लेफ्ट आईमा चाहिँ 90 एक्सिस र सेन्टर पोइन्ट मार्किङ गरेर हामी चस्मा बनाउन गइरहेछौँ। उहाँको आँखा चेक गरिसकेपछि उहाँको आइपिटी लिँदाखेरि चाहिँ यो चाहिँ उहाँको आइपिटी सेन्टर पोइन्ट भएको हुनाले अब हामी सिसासँग यसमा चाहिँ दाजेर उहाँको चाहिँ चस्मा तयार गर्ने। उहाँको चस्माको डाई अनुसार चाहिँ हामीले मार्किङ गरिसक्यौँ। अब यसमा चाहिँ कटिङ प्रोसेसमा जाँदैछौँ। हामी चाहिँ उहाँको सिसा काट्दैछौँ। भिडियो लामो हुने हुनाले तपाईँको काटिसकेपछि देखाउनु। फाइनल्ली यो सिसा चाहिँ मैले उहाँको काटिसकेँ। अब यो फिनिसिङ पछि जाँदैछु। उहाँले चुज गरेको यो फ्रेम र यो सिसा मैले चाहिँ फिनिसिङ गरिसकेपछि तपाईँलाई चाहिँ यो भिडियो देखाउनेछु। ल हेर्नुहोस् त, हामीले चाहिँ A1 फिनिसिङ बनाइसकेका छौँ। हामीले क्लिन गर्न अझै बाँकी छ है। यो तरिकाको राम्रो तरिकाले फिनिसिङ चाहिँ भइसकेको छ है त। फाइनल्ली हामीले उहाँलाई चाहिँ 2700 मा बेच्ने चस्मा हो, हामीले 2100 मा चाहिँ तयार गरिदिएछौँ दोस्रो बनाएको हुनाले है। हजुरहरूले पनि यस्तै खालको चस्माहरू, पावर सिसाहरू र रिपेयर मेन्टेन गर्नु पर्यो भने हाम्रो सेती चस्मा सेन्टरका अल स्टोरमा चाहिँ भिजिट गरेर सेवाको लाभ उठाउन सक्नुहुन्छ। यो हाम्रो चाहिँ सेतुपुल शाखा हो है त।